यो भिडियोमा हजुरहरूलाई म भन्छु कि एउटा आर्टिकलले सेप लिइसकेपछि मोल्डदेखि निकालिसकेपछि के गर्नुपर्छ भनेर। सुरुमा चाहिँ फाइलिङ गर्नुपर्छ किनभने यो एजहरू चाहिँ एकदमै सार्प भएको हुन्छ अनि कहिलेकाहीँ चाहिँ ओभरफ्लो भएर यताउता बढी आइरहेको हुन्छ। त्यसलाई ब्यालेन्स गर्नको लागि पनि फाइलिङ गर्नुपर्छ अनि फाइलिङ गरिसकेपछि चाहिँ मजाले पानीले धुने या त पुस्ने हैन गर्नुपर्छ। त्यसपछि अलिकति साइनी पार्ट्स हुन्छ अनि अझै साइनी एड्स गर्नको लागि चाहिँ एउटा त्यस्तै पाउँछ के भन्छ त्यसलाई ग्लोस के पाउँछ त्यो लाउनुपर्छ अनि अलिक साइनी हुन्छ। त्यसपछि चाहिँ यो की होल्डरलाई चाहिँ एड गर्ने प्रोसेस हुन्छ। लाइक सुरुमा पिनलाई लायो एन्ड देन कनेक्टरलाई कनेक्ट गर्यो एन्ड त्यसरी नै फाइनल अर्डर रेडी हुन्छ। That's all for today's video. Thank you for watching.